नमस्ते। हाम्रो लघुकथा केन्द्रको 6औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रेषित लघुकथाहरूमध्ये आज म 32औँ श्रृङ्खला लिएर आइरहेको छु। आज मैले ललितपुर कुसुन्तीबाट मैले नै प्रेषित गरेको लघुकथा सुनामी वाचन गर्दैछु, जुन यस प्रकार छ। त्यो हजुरले भुसुना ठानेको चिम्से शिर ठाडो गर्दै टिनी टिनी पार्दैछ। मराले धेरै कुचिकार ल्याएछ। सबै मिलेर एकैचोटि बढार्यौँ, सुनामी नै ल्याइदियौँ भन्दै शङ्खनाद गर्दै घन्टी बजाउँदै दोदबार गर्दै हिँडेका छन्। हाम्रै वरिपरि पो नाच्दै छन् त। अब के गर्ने हजुरबा? नातिलाई ढाडस दिँदै भने, यस्तरी सुनामी नै आउला भनेर कसले ठानेको थियो र? अब त ओह्रालो लागेको बाछो भइयो। मुखलाई लगाम लगाएर पर्ख र हेरको नीति अपनाउनु पर्छ, बुझिस्? अनि हजुरबा वर्षौँ लगाएर जमाएको र बनाएको खेतीबाली सबै एकै झट्कामा सखाप भयो। होइन, यो पालि त के भयो? कुचिकारलाई मन्छाइयो, भेटी दक्षिणा पनि टक्रायौँ भने होइन? हो नाति, आफ्नो बलबुता छँदा छलछम गरेर तिनीहरूलाई लगाम लगाएकै थियौँ। यो पालि पनि मासु भात खुवाएकै हो। सधैँ हामी झुक्क्याउँथ्यौँ, अहिले हामीलाई झुक्क्याए नि। त्यो च्याउसेलाई उठ्न नसक्ने गरी थला पारेको त्यसै होइन। त्यो त विषालु सर्प हो भनेर मैले पहिले नै भनेको थिएँ। के गरेर यही बेला खोरबाट निस्किन सफल मात्र के भएको थियो? चिम्सेसँग मिल्न गयो। हामी बुढाखाडा सबैलाई मजाले उठ्नै नसक्ने गरी डसेर सुताइदियो। अबको पिर भनेको हाम्रो सन्तान झोले कसरी खाला बरा। कथाको अन्त्यतिर आइपुगेको छु। त्यस्तै सोचेर बस बुढा। उहाँ के हो पुराना कर्तुतका लेखाजोखा उतारेर अत्याचारी पदवी भिराउन चिम्से पुस्तक कसिएर लागिसके। अब कुन दुलोतिर जाने हो लुक्न? केही सोच्नु भएको छ? यस्तो सुनेपछि नातिसँग हजुरबा रन्कँदै भने, नकार जा छुसी भोटे। कथा सक्यो। सुनेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला।